बाराको जितपुर सिमरामा 3 वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर आक्रोश चुलिएको छ। सबैभन्दा भावुक बनाउने दृश्य त त्यति बेला देखियो जब गरिमाकै उमेरका साना साना बालबालिका समेत रातको समयमा सडकमा उत्रिए। स्थानीयका अनुसार आजैका दिन गरिमाको जन्मदिन पनि परेको थियो, तर जुन दिन एउटा बालिकाले आफ्नो जन्मदिन मनाउनु पर्ने थियो त्यही दिन उनको न्याय माग गर्दै सडकमा नाराबाजी गुन्जिएको छ। गरिमालाई न्याय देऊ, बलात्कारी हत्यारालाई फाँसी देऊ, यी नारासहित बालबालिकादेखि स्थानीय वासीसम्म सडकमा उत्रिएका छन्। राति 9:30 बजेसम्म पनि प्रदर्शन जारी रहँदा जितपुर सिमराको वातावरण भावुक र आक्रोशित बनेको छ। प्रदर्शनकारीहरूले पथलैया बिरगत सडक खण्डमा चक्का जाम गर्नुको साथै सडकमा सुतेर समेत विरोध जनाएका छन्। सडकमा उभिएका साना बालबालिकाको आवाजले त्यहाँ उपस्थित सबैलाई भावुक बनाएको छ। उनीहरूलाई सायद न्यायको कानुन अर्थ थाहा नहोला, तर उनीहरूले एउटा कुरा भन्ने स्पष्ट रूपमा बुझेका छन्, गरिमामाथि भएको घटनाको सत्य बाहिर आउनुपर्छ र दोषीमाथि कडा कारवाही हुनुपर्छ। एकातिर गरिमा अब यो संसारमा छैनन्, अर्कोतर्फ उनी परिवार र आफन्तजनले आफ्नो सानो छोरी गुमाएको पीडा बोकेर न्यायको पर्खाइमा छन्। आज गरिमाको जन्मदिनमा उनको घरमा खुसीका आवाज होइन, न्यायको माग गर्दै सडकमा उठेको आवाज सुनिएको छ। प्रदर्शनकारीहरूको माग स्पष्ट छ, घटनाको निष्पक्ष र गहिरो अनुसन्धान होस्, दोषीमाथि कानुन अनुसार कडा कारवाही होस् र पीडित परिवारले न्याय पाओस्। गरिमाको जन्मदिनमा सडकमा गुन्जिएको यो आवाज केवल एउटा परिवारको आवाज होइन, बालबालिकाको सुरक्षाको प्रश्न पनि हो। अब प्रश्न उठेको छ, के गरिमाले न्याय पाउने छिन्? के यस्ता घटनामा संलग्न दोषीहरूलाई कानुनको दायरामा ल्याएर कडा सजाय दिलाइनेछ र के अब हाम्रा छोरी चेलीहरू सुरक्षित वातावरणमा बाँच्न पाउनेछन्? जितपुर सिमराको सडकबाट आज उठेको आवाज एउटै छ, गरिमालाई न्याय देऊ, दोषीलाई कडा कानुनी कारवाही गर, बालिकाको सुरक्षा सुनिश्चित गर। यो आवाज अब कहाँसम्म पुग्छ र राज्यले यसलाई कसरी सम्बोधन गर्छ त्यो भने आगामी दिनले देखाउनेछन्।